ल गाइस म चाहिँ लिस्बनमा आइपुगिसक्यो अनि आज लिस्बनमा चाहिँ आन्टीहरूसँग जाँदैछौँ सिस्नो टिप्न है। लिस्बन भन्दा अलिकति उता लिस्बनभित्रै भनौँ न होइन, सिस्नो छ भन्नुभएको थियो। अब सिस्नो टिप्न जाने आन्टीहरूसँग। यता चाहिँ एकजना दाइ हुनुहुन्छ मेरो आन्टी। ल यता अगाडि चाहिँ देख्न सक्नुहुन्छ सुस्मिना आन्टी। के बोक्नु भएको आन्टी यहाँ ब्यागमा चाहिँ? ए यहाँ चाहिँ अनिसा आन्टीले सिस्नु बोक्नुको लागि ब्याग, सिस्नु काट्नुको लागि चक्कु, हो चिम्टी पनि छ नि त हाम्रो। चिम्टी पनि छ। दाइले मजाले उता अगाडि ब्याग बोक्नु भएको छ सिस्नु हाल्नुको लागि। आज धेरै दिनपछि घाम लाग्यो। धन्न ढोग्रो ल्याउन बिर्सेको हामीले सिस्नु ल्याउनको लागि। अब लास्टमा सिस्नु नपाएर सिस्नु रुख मात्र आइपुग्ला। कारै नभएको सिस्नु हो त। यहाँबाट कति टाइम लाग्छ आन्टी सिस्नु जङ्गल पुग्नु? अब आइपुग्नु लागिसक्यो। कुन त्यो रातो पुल हो क्या ठुलो? ओ हजुर, विश्वको 10 नम्बरमा हो त। 10 नम्बर भित्र पर्ने। ए हजुर। मौसम चाहिँ दामी छ आज, सफा मौसम। मौसम दामी छ बस त खतरा। ल यहाँ चाहिँ दामी दामी गार्डनहरू रहेछ है, पुरै रुखै रुख छ, ठुलो ठुलो रुखहरू। अनि अगाडि बढ्दैछौँ क्यारे, अझै पुग्न त टाइम लाग्छ जस्तो लाग्यो। हेर्दैछौँ बाटोहरू पनि होइन, त्यही छ बेरोजगारी भइरहेछ। बा सिन अगाडिको सिन हेर्नु न, यस्तो बबाल सिन छ कि होइन, यस्तो बबाल छ कि के भन्नु र होइन। ल हेर्नु हाइट। ल बल्ल हामी चाहिँ रातो पुलको छेउछेउ नजिक नजिक आइपुगिसक्यो है। अब यहाँबाट चाहिँ हामी लाग्छौँ अझै उता। ल गाइस हामी चाहिँ रातो पुल मुनि आइपुग्यो। यहाँ चाहिँ अलिकति त कुना साइडमा भएर यस्तो खालको देखिरहेछ होइन। खासमा ठुलो छ यो लिस्बनको, एकदमै ठुलो पुल हो, ब्रिज। अनि यहाँ यो तलको सेकेन्ड लाइनमा चाहिँ ट्रेनहरू हिँड्छ है, त्योभन्दा माथि चाहिँ गाडी हो। यस्तो छ है, बबाल छ बबाल। अब यहाँबाट चाहिँ हामी बसमा जान्छौँ। 10 मिनट जति लाग्छ, हिँडेर 10-15 मिनट लाग्छ, बसमा एकैछिन भयो। अनि त्यसपछि टिप्नुपर्छ सिस्नो। अब चाहिँ बसको यात्रा लगभग 5 मिनटको, अनि त्यसपछि हामी पुग्छौँ गाइस। ल अब चाहिँ हाम्रो जङ्गलको यात्रा सुरु भइसकेको छ अनि अगाडि बढ्दैछौँ। यो ठाउँको नाम चाहिँ मनसान्तो हो कि के भन्दो रहेछ, लेख्न चाहिँ त्यहाँ त्यस्तै लेखेको छ नि यार होइन, मनसान्तो। अनि जे होस् दामी रहेछ। भित्र गएर अब सिस्नु कता छ हेर्नुपर्छ है। पानी परेर भल बगेको अघि। ठाउँ त दामी रहेछ नि, एकदम शान्त। बा रुखहरू ल एकदम पिस ठाउँ, आनन्दको। खोइ
खै त हामी सिस्नुको जङ्गलमा कति टाइम लाग्छ अब पुग्नको लागि ओहो अन्त हिलो छ त अनि पुरै एकछिनमै खोलो बगेछन् के हो खोले साग पनि छ कि यहाँ है ऊ अनि यो साग होइन त ऊ बा म त के हो फेरि के खेतीतिरै पुगेँ क्या हो आमा पानी चाहिँ डेन्जर पर्ने रहेछ यो जाडो महिनामा पनि हो बाफ्रे घनघोर जङ्गल रहेछ नि यहाँ त होइन यहाँ बाघ त आउँदैन नि पुरै लिस्बन सहरको बिचमा यस्तो बाँदरको मुला बा एक्लै हिँड्नु त डर लाग्ने रहेछ हौ त्यो त एक्लै त मलाई नि यस्तो आँतेको जस्तो फिल हुन्छ क्या कहाँबाट के निस्केला जस्तो पुरै जङ्गल छ घनघोर यहाँ नि बाफ्रे हाइट ल अब घाम लाग्यो छता काम पनि सक्यो फेरि एकछिन पछि पानी पर्न सक्छ है केही भन्न सकिँदैन आजभोलि ल अब चाहिँ यहाँबाट फेरि हामी माथि जङ्गलभित्र जानुपर्ने हुन्छ पहिला स्विमिङ पुलको डाँडामा जाने भन्नुभयो अनि सो अब जाउँ अगाडि ठाउँ चाहिँ बवालै छ है घना जङ्गल छ है दामी वा ल अगाडि हिँड्दै हुनुहुन्छ आन्टी सल्लाहको रुख त आमा नेपालतिर जस्तै रहेछ त पुरै कति ठुल्ठुलो है सल्लाहको यो बुट्टा यो बेच्ने यस्तो पैसा पर्छ नि है किलाको कतिको वर्ष यसको बिहा हुन्छ नि हाम्रो नेपाल हाम्रो नेपालतिर त टिप्दैन त नि हजुर नफक्रेको त्यो जुन त्यसभित्र गेडाहरू हुन्छ क्या हजुर ती गेडाहरू एकदम पैसा पर्छ क्या ल टिप्ने घन्टाकै 15-16 euro कति दिन्छ आमामा अब सिजन सुरु भयो त्यसको टिप्ने सल्लाहको यो बुट्टा चढेर त्यो बदाम जस्तो हुन्छ होइन दाइ बदाम जस्तो यो कन्टिनेन्टहरूमा पनि पाउँछ हजुर लास्टमा ए यस्तो छ तिनको सल्लाहहरूको त गेडा निकाल्यो हजुर सल्लाहहरूलाई अनि डेकोर गरेर बेच्छ क्या तिनीहरू ए हजुर डेकोरेसन के हो ल यहाँ चाहिँ सिस्नु भाटोमा बल्ल आइपुग्यो हामी चाहिँ सिस्नुको यहाँ काँडा ए आन्टीले त भट्टा हो टिप्नु थाल्नु भयो त प्लास्टिकमा आमामामा ल सिस्नु हरियो है कस्तो दामी सिस्नु ल यहाँ पनि दिन सक्नुहुन्छ सिस्नु घारिरहेछ ल अब खानुपर्छ सिस्नु आज ल यहाँ चाहिँ अब सिस्नु टिप्ने काम भट्टाभट सुरु हुँदैछ हाम्रो आज बेलुकाको तरकारी सिस्नु प्लास्टिकले चाहिँ पोल्दैन है क्या हात ल सिस्नु त मकैको ढेँडो र सिस्नु खाने भयो आज गाइस आज सिस्नु र ढेँडो खाने प्लान छ है हाम्रो होइन हजुर दाइ सिस्नु त ढेँडो खतरा खाइन्छ है फेरि प्योर नेपाली लोकल कोदाको ढेँडो होइन हजुर दाइ दाइले आज चिम्टीले मजाले टिप्नु भयो
पानी परेको भएर होला दाइ है कस्तो हरियो क्या कस्तो यो हप्ताभरि पानी पर्यो नि त खाउँ लाग्दो भएछ फ्रेस प्योर अर्गानिक हजुर है ल यस्तो छ हेर्नुहोस् गाई मेहनत गरेर खोजे के पाइँदैन यसले पोल्दैन क्या हो दाइ पोल्छ नि यहाँ पोल्छ है नेपालतिरको त अलिकति छुने बित्तिकै जान्छ कस्तो खतरा पोल्छ कडा हुँदो रहेछ कडा चाहिँ छैन चाल्ने सिस्नु भन्छ नि नेपालमा हजुर आमा यहाँ चाहिँ यस्तो छ घनघोर जङ्गलको भित्र त बाफुरी कहाँ आइपुगेँ म यो यस्तो रहेछ हो अघि त्यहाँ चाहिँ अलि सिस्नु थियो यहाँ चाहिँ पुरै जङ्गल एकदम घनघोर भएर यहाँ चाहिँ सिस्नु छैन रहेछ बा सल्लाहको रुख ल हामीले चाहिँ सिस्नु टिपेर पनि अब फर्किन लागिसक्यो दाइले पुरै सिस्नु ब्यागभित्र प्याक गर्नु भइसक्नु भयो अब टक्क गएर बनाउनुपर्छ अनि ढेँडोसँग खानुपर्छ होइन दाइ हजुर दाइ सिन त कस्तो राम्रो देखेँ बाफ्रे यो सिनमा त म पनि आउनु पर्यो नि ल अब यहाँ रेसिङ पर्दैछन् दुईजना आन्टीहरूको 1 ल है काउन्टिङ सुरु भइसक्यो 1 2 3 लेट्स गो आमा ए सुस्मिना आन्टीले जित्नु भयो ल ए ए ए ए ए ए ए हाय होइन किन रोकिनु भएको तपाईँ बिचमा हो ठाउँ त खतरा नि कस्तो दौडिनु अब दौडिने भएको त तपाईँले जित्ने रहेछ नि झगडा पर्यो अब यहाँ बिच बाटोमै रोकिसकेपछि अनि गिभ अप भयो नि त त्यहाँ त मैले जितेँ नि त गिभ अप त्यो भनेको गिभ अप भन्छ ल जित कस्तो भयो कसको भयो त दाइ कसको भयो दुईजनामा अब अगाडि गयो कहाँ सिमानासँग कोही नि पुगेन बाको यो हैट हैट आमा के हो यो ल हामी चाहिँ फर्केर अब रुमतिर पुग्न लागिसक्यो अगाडि हेर न राइना पो यस्तो दामी छ कि इन्द्रेणी होइन क्या भइहाल्छ क्या डबल छ क्या तर डबल दुईवटा त्योभन्दा माथि नै एउटा छ त्यो चाहिँ हल्का देखिन्छ है यहाँ क्यामेराबाट चाहिँ खासै देखिन्छ देखिँदैन थाहा भएन हामीले चाहिँ देखिरहेको छौँ यहाँबाट यस्तो दामी छ क्या वा घाम पानी ल फाइनली गाइज हाम्रो चाहिँ ढेँडो अनि सिस्नु यस्तो दामी भएको छ कि सिस्नु अनि अचार वा बब्बाल भएको छ है खानुपर्छ अब झ्याममा उदिदी चालहरू ल गाइज हाम्रो चाहिँ यस्तो भएको छैन अब त्यही हो